व्यवस्था परिवर्तन हामी 1995 सालदेखि हामी यो देशमा आन्दोलन झेलिराखेका छौँ। आज 2081 साल भयो, फेरि पनि व्यवस्था परिवर्तन आन्दोलन झेलिराखेका छौँ। लगभग 86 वर्ष भइसक्यो। अब 85 वर्षसम्म 86 वर्षमा विश्वले धेरै प्रगति गरिसक्यो। हामी त 86 वर्षसम्म सधैँ आन्दोलन, सधैँ परिवर्तन, सधैँ व्यवस्था परिवर्तन भनेर लडिराख्यो। देश कहिले छुटाएको छैन। त्यसले गर्दाखेरि आजको यो जनचेतना कार्यक्रम भनेको अब आन्दोलन होइन, अब देशले आन्दोलन थाक्न सक्दैन। अब देशले आन्दोलन होइन, विकासको योजना चाहिन्छ। अब देशले समृद्धि चाहिन्छ। अब देशमा विदेशी लगानी दिनुपर्छ र हाम्रा युवाहरूले यही देशमा काम गर्न पाउनुपर्छ भन्ने हिसाबले यो आजको सचेतना। यो मैले भनिराख्दाखेरि तपाईँहरूलाई लाग्ला युवाले रोजगारी पाउँछ भने अहिले संसदमा जुन विधेयक ल्याइराखेको छ विदेशी लगानी भित्राउनको लागि हो। विदेशी लगानी भित्राएर उद्योग खोल्नेपछि यहाँ रोजगारी सिर्जना हुन्छ। त्यसकै लागि अहिलेको सरकार लागिसकेको छ विदेशी लगानी धेरैभन्दा धेरै भित्राउन सक्यो भने धेरै युवाहरूलाई यही देशमा रोजगारी दिन सकिन्छ भन्ने लागेको छ। यो सबै विधेयक सबै कुरा देखिसकेपछि इन्डियामा अहिले ध्यान दिएको तपाईँहरूलाई कति हेर्नुहुन्छ इन्डियन न्युजहरू त्यसमा